हाम्रो ब्रदर आज हाम्रो यात्रा कुसेको हो। अब हामी यो ताकुसे झर्नेवाला छौँ। अब यो बारेकोट छोड्नेवाला छौँ। यो हामी लेकमा पुगेर अब हाम्रो यात्रा सुरु हुन्छ काउली बजारदेखि। म गोपाल एसके, मेरो साथमा हुनुहुन्छ राजेश भाइ। आज हाम्रो यात्रा बारेकोट गाउँपालिकादेखि कुसे गाउँपालिकासम्मको रहनेछ। लेकाली बाटो छिजुल्दै अगाडि बढ्नेछौँ। वसन्त ऋतुसँगै लट्ठ परेका काफलका रुख, काफल पाकेर रुखमा लट्ठ परेको छ। हाम्रो ब्रदर आज हाम्रो यात्रा कुसेको हो। रामडाँडादेखि धौलाकोट जाने क्रममा छौँ। यो अगाडि एउटा सुन्दर दृश्य, एउटा मन्दिर नि देखिएको छ। अब हामी दोबाटा पुग्ने क्रममा छौँ। यो घनाघन जङ्गलमा आइसकेका छन्, देख्न सक्नुहुन्छ। बाटो अलिक खराब भएको हुनाले हामी ओर्लिने चर्ने झर्ने कार्य भइराखेको छ। ओए फसिगयो। यो बाटो पुरै खराब छ, देख्न सक्नुहुन्छ। पुरै पानी पानी रहेछ। यो पुरै यो बारेकोटको यो हिमाल पुरै बारेकोटलाई घेरेको छ यसले। यता यो जुन्ते डाँडो पनि देखिएको छ। सँगै यहाँतिको यो अगाडिको अब हामी यो ताकुसे झर्नेवाला छौँ। अब यो बारेकोट छोड्नेवाला छौँ। यो हामी लेकमा पुगेर अब हिँड्छौँ। न त हाम्रो ब्रो राइडर चाहिँ हुनुहुन्छ, बिजोग छ बाटो खराब भएर। हाम्रो अवस्था देख्न सक्नुहुन्छ। यो जङ्गल घनाघन जङ्गल छ। यो चाहिँ ठुलो लेकमा हामी आएका छौँ। यो हाम्रो बाइक पनि साथमै छ, देख्न सक्नुहुन्छ गाइज। एकदम रमाइलो दृश्य पनि भयो। तर अलिअलि यो तेल पर्ने दिन दौडिराखेका छौँ हामी पनि। ठुला ठुला रुखहरू पनि छन्। मौसम नि खराब छ, पानी पर्ला जस्तो छ। के छ त बरु, कस्तो रमाइलो लागिरहेछ नि? के रमाइलो न, हालत खराब भइरहेछ यार। रमाइलो त रमाइलो हो एकदम। पहाडको बाटो जिन्दगीमा फर्स्ट पटक गएको है। अब अलिकति गाह्रै हुँदो रहेछ होइन, त्यही भएर गाह्रै छ। लेकको बाटो अलिकति ढुङ्गा मुढा चिप्लो चाप्लो, अब सबै यसैमा छ भन्नुपर्छ होइन गाइज। यति भन्दै अब हामी कुसे देखाउनेछौँ तपाईँहरूलाई। र हामी बारेकोट छोडिसक्ने अब अवस्थामा छौँ भन्दै हामी केही बेर अर्को भिडियोमा देखिनेछौँ। अहिलेलाई चाहिँ यति नै। हामी क्रस हुनेवाला छौँ। अब उसको सिमाना सकिसकेको छ बारेकोट। अब पुग्नको लागि छ यो अगाडि देख्न सक्नुहुन्छ। यो
जय माताजी। हामी ओह्रालो झर्ने क्रममा छौँ। यो ठ्याक्कै अब कुसेको सिमाना झरिसक्यौँ हामी। अब ओह्रालो छ, ओह्रालोमा झरिरहेको थियो, देख्न सक्नुहुन्छ। स्याउलो स्याउलो भए पनि भित्र ढुङ्गै ढुङ्गा रहेछ। हामीले हल्दिराखेका छौँ। त्यो हरियाली पनि क्या दामी छ हेर्न सक्नुहुन्छ। यो टायर यसरी छिर्छ कि यसमा। यहाँ पानी छ, यो पानी भएर पनि सायद होला बिजोग हुन आइरहेको छ अवस्था। एकदम यो न्याउली चरेहरू बाँच्ने जङ्गलमा हामी आइपुगेका छौँ। यो कुसेको हो। हामी ओह्राली झरेर कुसे आइसकेका छौँ। हाम्रो पाइ गाडी छ। हामी एकछिन आरामको लागि रुखिराखेका छौँ। यता रुखहरू पनि टन्नै छन्। पुरै जङ्गलमा आएका छौँ हामीहरू, देख्न सक्नुहुन्छ। यता गाडी घोडाहरू चढ्दैछन्। केही अगाडि आइसकेपछिको दृश्य हो यो कुसे गाउँपालिकाको। पुरै काठको पाताको धारो छ। हाम्रो बुढोले पानी पिउँदै यस्तो छ। यता यो गाई बिसीको लागि सानो सानो तालहरू पनि छन्। यता गाई बिसीहरूको लागि के छ थाइयो नि बिजोक। हात दुखेर पुरै मासुलाई बिजोक बनाइदियो। साह्रै रमाइलो रहेछ। बाख्राहरू चढ्दैछन्। कुसेमा प्रशस्त मात्रामा सन्तला पनि पाउँछ। देख्न सक्नुहुन्छ यो सन्तलाको बगैँचाहरू। हामी कुसे गाउँपालिकाको नारे भन्ने ठाउँमा पुगिसकेका छौँ। लिग्रो पाउँदो रहेछ। यो एक दुईवटा भेटिरहेको छ, खासै त्यति त भेटिएन। बाटोले अल द बेस्ट एकदम राम्रो छ हैन। यदि भ्रमण गर्न आउने हो चाहिँ यताबाट आउनु होला हैन। बाटो एकदम बबाल छ। अनि अर्को बाटो चाहिँ नजानु होला, यो बाटो चाहिँ खतरा छ। कुसे चाहिँ यो हनिसलाको बाटो एकदम राम्रो रहेछ। हामी त त्यो अर्को बाटो भएर गएको, पाउन दुःख पाइयो। तर यो चाहिँ धेरै राम्रो बाटो रहेछ। जाजरकोटको सबैभन्दा अग्लो हिमाल कराइचुली हिमाल, यो देख्न सक्नुहुन्छ। हिउँले भरिपूर्ण भएको छ।